ओ अमृत त्यो रोशनलाई बोलाउ त स्कुटर स्टार्ट हान्न लगाइरहेको मलाई माफ गरिदिनु दाइ म अब कहिले म त हाम्रै मान्छे राउन्ड गर्नलाई सोचेँ कि म त टोइलेट गएको होइन मैले ठक गरिरहेको हैन म हेरेँ हैन मैले देखेँ थिएँ मैले देखेन त्यसपछि उता ड्याङको भित्र लुकेर म त हाम्रै मान्छेहरू हुनुहुन्छ अरे भनेर केही बोलेँ नि म त टोइलेट गएको थिएँ आउनु म तल तपाईँहरूको बोली नै यस्तै हुन्छ कहिले पनि गर्दैन मान्छेले दिनकै चोरी गरिदिन्छ अब दाइ म तिमीहरूको पेसेन्टले यो थाहा छैन हामीलाई विश्वास गर्नु दाइ म कहिले पनि गर्दिनँ जाँदाखेरि मोर्ला फेरि ल दाइ म कहिले मारिँदाखेरि मासु खानेखेरि एउटाले मारेर मैले केही हुँदैन हो दाइ मलाई थाहा छ मुखले हानिदिन्छु मुखमा हालिदिन्छु पुलिसवाला पुलिस सयमा कल गर्दैन दाइ पुलिसलाई मलाई लाग्यो भाइ ओ दाइ चोर्नु भन्दा अगाडि सोच्नुपर्छ के तैँले ल दाइ मलाई थाहा छ कुन ठाउँमा आएर चोर्दैछस् भनेर बस्छु के दाइ जहाँ बस्नु बस् त दाइ पुलिस सोध्नु भन्दा अगाडि सोध्नु पर्दैन दाइ हेलो पुलिस चौकी होइन इमर्जेन्सी मेरो मोबाइल मसँग छ क्या म कति हो फोन नम्बर सयमा हानी हो कि इमर्जेन्सी कल गर्न प्लिज नगर्नु दाइ प्लिज म अब कहिले फोन गर्दिनँ दाइ मैले ठक गरेको सुनिरहेको थिएँ एकचोटि हेरेँ होइन देखेन कि म अब नगर्नु दाइ दाइ सल्ट आइदिन्छ अहिले मैले मेरो बाइक लिएर जान्थ्यो होला क्या मैले त बाइक चोरी गर्न लाग्दो रहेछ हात नलिक छोड्दिनु यस्तो त लगाउनु पर्ने हो क्या प्लिज म गर्दिनँ हरियो पुलमाथि यो काठमाडौँ माछा पोखरी हजुर हस् खोइ यता ठक गरिरहेको थियो मैले हिँडिरहेको थिएँ